राष्ट्रिय जगतमा नेपालको झण्डा लिएर जाने र राष्ट्रिय गान गाउने खेलाडी मात्रै हो। कसैले वाला मार्या देशको मन्त्री गए पनि बाहिर कोही राष्ट्रिय झण्डा हिँडालो हिँड्दैन। राष्ट्रिय झण्डा बोकेर जाने खेलाडी जाँदा झण्डा लिएर हिँड्छ क्या, राष्ट्रिय झण्डा गर्विलो त हाल्छ। अनि जित्यो भने राष्ट्रिय गान गाउँछ क्या, त्यहाँ जित्यो उसको खेल सुरु हुँदा पनि राष्ट्रिय गान गाउँछ नि त। त्यो विदेशी भूमिमा राष्ट्रिय गान गाउने र झण्डा बोक्ने मात्रै हो भने खेलाडी हो, अरू कसैले नि हुँदैन। नेतृत्वमा बस्ने मान्छेले यस्ता चिज ख्याल गरिदिए राम्रो, नत्र भने राजनीतिक वितृष्णा बढ्छ।